नमस्कार सबैलाई। आज हामी ब्याचलर इन सिभिल इन्जिनियरिङको 5th सेममा रहेको हामी थ्योरी अफ स्ट्रक्चर सेकेन्डबाट आज हामीले फोर्स मेथडको च्याप्टर 3 को फ्रेमबाट हामीले टाइप्स 1 को न्युमेरिकल लिएर उपस्थित भएका छौँ, जुन चाहिँ हाम्रो पूर्वाञ्चल युनिभर्सिटीको 2017 को क्वेसन नम्बर 1 को बीमा सोधेको क्वेसन छ। अब हाम्रो क्वेसन युजिङ कन्सिस्टेन्सी डिफर्मेसन मेथड टु एनालाइसिस द फ्रेम एज सोन इन फिगर है। हाम्रो कन्सिस्टेन्सी डिफर्मेसन मेथड भने पनि हाम्रो फोर्स मेथड भने पनि एउटै हो है। कहिलेकाहीँ हामीले कन्सिस्टेन्सी डिफर्मेसन मेथड भन्छ भने कहिलेकाहीँ फोर्स मेथडबाट भनेको हुन्छ। अब एक्जाममा चाहिँ नझुकिनु होला। अब हाम्रो गिभन फिगर भनेको एउटा फ्रेम छ, जुन फ्रेमको चाहिँ हाम्रो यो एउटा हाम्रो फिक्स सपोर्ट छ। हाम्रो एबिसी पोइन्ट छ है, एबिसी छ र डी छ। एउटा हाम्रो फिक्स सपोर्ट छ, अर्को हाम्रो एउटा हिन्ज सपोर्ट छ। हाम्रो इआई भनेको कन्स्ट्यान्ट छ, सबै चाहिँ हाम्रो कन्स्ट्यान्ट छ र हाम्रो ई पोइन्टमा हाम्रो 60 किलोन्युटन लोड लागेको छ। अब यसमा माथि भनेको बिसीमा चाहिँ हाम्रो युडिएल लोड लागेको छ, युनिफर्मली डिस्ट्रिब्युटेड लोड 40 किलोन्युटन र हाम्रो बिई को डिस्टेन्स 2 मिटर छ, इए को डिस्टेन्स भनेको 2 मिटर र बिसी को र डिएडी को डिस्टेन्स भनेको 4 मिटर छ है। यो चाहिँ हामीले फ्रेमको नर्मल्ली हामीले ओन हिन्ज अदर इन रोलर सपोर्टको त हामीले कुन थ्योरी अफ स्ट्रक्चर फर्स्टमा पनि गरेका थियौँ। अब हाम्रो सोल्युसनमा के हुन्छ भन्दाखेरि सबभन्दा सुरु अब हामीले हिसाब गर्नुभन्दा पहिले हामीले चाहिँ यसमा एउटा प्राइमरी सिस्टम गर्छौँ, फिगर बनाउँछौँ। एउटा हाम्रो भनेको प्राइमरी सिस्टम भयो, अर्को भनेको एमपी सिस्टम है, एमपी सिस्टम, M1 सिस्टम र M2 सिस्टम बनाउनु एकदमै इम्पोर्टेन्ट हुन्छ। यो कसरी बनाउने भन्ने अहिले मैले बुझाइदिन्छु। अब यसमा डिएस डिग्री अफ स्ट्याटिक इन्डिटर्मिनेन्सी निकाल्ने फर्मुला भनेको R-3 हो। R-3 हुँदा हाम्रो यसमा भनेको 5-3 भयो, 2 भयो। R भनेको नम्बर अफ रियाक्सन हो है। नम्बर अफ रियाक्सन भनेको हाम्रो यसमा फिक्स सपोर्टमा RX, RAY र मोमेन्ट 3वटा रियाक्सन हुन्छ र यसमा हिन्ज सपोर्टमा चाहिँ 2वटा रियाक्सन हुन्छ भनेको 3, 2, 5 भयो। 5 - 3 गर्दाखेरि 2। अब 2 भनेको हाम्रो के हो भन्दाखेरि यो चाहिँ हाम्रो कम्प्याटिबिलिटी इक्वेसन चाहिँ हामीले 2वटाबाट हामीले x1 र x2 को भ्यालु निकाल्नुपर्छ भन्ने, जुन चाहिँ हाम्रो यो 2 भनेको रिडन्डेन्ट फोर्स हो। अब यसमा हामीले प्राइमरी सिस्टम बनाउँछौँ, एनपी सिस्टम बनाउँछौँ, एउटा हाम्रो M1 सिस्टम बनाउँछौँ र M2 सिस्टम बनाउँछौँ। यो कसरी बनाउने भन्ने कुरा म सिकाइदिन्छु। अब यो हाम्रो एउटा फ्रेम छ। फ्रेममा यसमा हामीले 2वटा कम्प्याटिबिलिटी इक्वेसन युज गर्छौँ र 2वटा रिडन्डेन्ट फोर्स निकाल्छौँ हुन्छ भन्ने कुरा पत्ता लगायौँ। त्यही भएर हामीले एउटा यो फिक्स सपोर्टलाई उस्तै राख्छौँ हैन। डी पोइन्ट छँदैछ। अब यसमा हाम्रो यो जुन हिन्ज सपोर्ट थियो माथि, यो हिन्ज सपोर्टलाई हामीले हटाएर अब हामीले x1 र x2 राखिदिन्छौँ है। जुन चाहिँ मैले पहिलेको भिडियोमा पनि भनेको थिएँ, x1, x2 र x3 ले रिप्लेस गरेर हामीले रिडन्डेन्ट फोर्सलाई रिप्लेस गर्छौँ भनेर। अब हामीले यसलाई रिप्लेस गऱ्यौँ। जुन चाहिँ हाम्रो हिन्ज सपोर्टमा एउटा RAY लाग्ने हो, एउटा RX लाग्ने हो है। RAY लाई मैले x1 मानिदिएँ, RX लाई x2 मानिदिएँ। अरू भनेको सेम भयो। फिगरहरू माथिबाट युडिएल लोड लाग्यो, यो भनेको 60 किलोन्युटन नै छ। अब यही भयो। यहीलाई चाहिँ हामीले प्राइमरी सिस्टम भन्छौँ, जुन चाहिँ हामीले हिन्ज सपोर्टलाई हटायौँ र हाम्रो 2वटा फोर्सहरू ले रिप्लेस गर्यो भने हाम्रो यो चाहिँ हाम्रो प्राइमरी सिस्टम हो। अब हाम्रो एनपी सिस्टम भनेको अब माथिको फिगर छोडिदिने, यो हाम्रो यो फिगर छोडिदिने। अब एनपी सिस्टम भनेको एमपी सिस्टम भनेको यो जुन फिगर थियो, यो फिगरको हामीले
यसमा चाहिँ केही गर्दैनौँ, यो x1 र x2 लाई हटाइदिन्छौँ। x1 र x2 लाई हटाइसकेपछि जस्तो बच्छ फिगर त्यो भनेको एमपी सिस्टम हो है। यो सबै जस्ताको तस्तै, जस्तै 60 किलो न्युटन लाग्यो, माथिबाट युडिएल लोड लाग्यो। यो यो एक्स के हो भन्नुहुन्छ भने म पछि यो खासमा एक्स को भ्यालु हामीले डिस्टेन्स मोमेन्ट लिँदाखेरि यो एक्स काटेको हो। यो भनेको x1 र x2 हटायो भने एमपी सिस्टम भयो है। यसमा यी डी पोइन्टमा x1 र x2 हटाइयो, अरू सेम छ। अब हाम्रो यसमा M1 सिस्टम हुन्छ। M1 सिस्टममा चाहिँ हाम्रो जुन अब हाम्रो जुन प्राइमरी सिस्टम छ, यो प्राइमरी सिस्टमको अरू सबै लोड हटाउँछौँ। 60 किलो न्युटन पनि हटाउँछौँ हामीले। जुन चाहिँ हाम्रो एक्स्ट्रा लोडहरू लागेको छ बिम अथवा फ्रेममा भनेपछि हामीले 60 र 40 जुन चाहिँ हाम्रो एक्स्ट्रा लोडहरू लागेकोलाई सबैलाई हटाउँछौँ र एउटा मात्रै लोड लिन्छौँ। मुनिबाट हामीले जुन चाहिँ रिडन्डेन्ट फोर्सले रिप्लेस गरेका थियौँ, त्यही फोर्स लिँदाखेरि हाम्रो के भयो भन्दाखेरि अरू सेम भयो। यी हाम्रो ई पोइन्टमा 60 किलो न्युटन हटाइदिउँ ईमा, र माथि पनि 40 किलो न्युटन पर मिटर लागेको थियो। अब यसमा x1 हामीले x1ले रिप्लेस गरिदिउँ, 1 किलो न्युटन लाग्यो। यो भनेको M1 सिस्टम हो है। म यो M1 सिस्टम, M2 सिस्टम, एनपी सिस्टम र प्राइमरी सिस्टमको बारेमा म किन यति धेरै डिपली जाँदैछु भने यो सिस्टमहरू नबनाइ हामीले सल्भ गर्न सक्दैनौँ, त्यही भएर अलिकति टाइम लागेको। अब M2 सिस्टम भनेको हाम्रो x2 लोडलाई लगाइदिने, अरू सबैलाई हटाइदिने। प्राइमरी सिस्टमको 60 पनि हटाउँछौँ, 40 पनि हटाउँछौँ, x1 पनि हटाउँछौँ है। एबिसी छ, पोइन्ट ई छ, डी छ, हाम्रो 1 किलो न्युटन लागेको छ। हाम्रो x2 मा हामीले 1 किलो न्युटन मान्छौँ र हामीले x1 मा चाहिँ 1 किलो न्युटन मान्छौँ भने यो चाहिँ M1 सिस्टम भयो र M2 सिस्टम भयो है। जुन चाहिँ हामीले M1 र M2 कसरी मान्ने भन्दाखेरि x1 मानेको छौँ, त्यही भएर हामीले M1 सिस्टम मानेको है। x2 छ, त्यही भएर हामीले M2 सिस्टम मानेको। अब हाम्रो पोर्सनमा जान्छौँ है। M1 M2 सिस्टम त जानुभयो होला। M1 M2 सिस्टम जस्तो हाम्रो प्राइमरी सिस्टम भनेको यो छ है। अब हामी एमपी सिस्टममा रहेर, अब एमपी सिस्टम भनेको हाम्रो पोइन्ट ए छ, बी सी डी छ, यो डी छ। अब हामीले यसमा चाहिँ यो फिक्स सपोर्ट छ, यो हाम्रो फिक्स सपोर्ट छ। अब यसमा हामीले पर्सन लिनुपर्छ। पर्सन भनेको सिडी लिन्छौँ है। यसमा ई पोइन्ट पनि लागेको छ, म यसरी पनि यहाँ पनि बुझाइदिन्छु। अब पर्सन भनेको एबी लिन्छौँ, सिडी लिन्छौँ है। हामीले सिडी लिन्छौँ, बिसी लिन्छौँ र बिई लिन्छौँ, एई लिन्छौँ। हामीले यसमा ओरिजिन, लिमिट, एमपी सिस्टम, एउटा M1 सिस्टम हुन्छ, M2 सिस्टम हुन्छ। यसको हामीले मोमेन्ट लिन्छौँ है। एमपी सिस्टम, M1 सिस्टम भनेको मोमेन्टको कुरा आउँछ। अब पर्सन सिडी है, पर्सन सिडी बिसी, सिडी भनेको हाम्रो, अब हामीले चाहिँ यसमा चाहिँ एमपी सिस्टमलाई हेर्छौँ है। अब यो प्राइमरी सिस्टमलाई हेर्दैनौँ, अब यसलाई चाहिँ हामीले एमपी सिस्टममा हेर्छौँ। एउटा पर्सन भनेको हामीले सिडी लियौँ, यो सिडी। अब हामीले अर्को पर्सन भनेको हामीले बिसी लियौँ है, अर्को पर्सन भनेको बिई लियौँ र एई लियौँ। हाम्रो यो सिडी भनेको हाम्रो सिडी पर्सन भयो है। बिई भनेको यो पर्सन भयो, बिसी भनेको बिसी पर्सन भयो र एई भनेको एई पर्सन भयो। सरी, यहाँ देखिएन छ, एई पर्सन भयो है। अब हाम्रो भनेको यसमा चाहिँ हामी अब लिमिट भनेको, ओरिजिन भनेको डी माने मैले, यसलाई चाहिँ मैले डी माने। यसको चाहिँ किनभने हाम्रो फ्री सपोर्ट छ, यसमा मैले ओरिजिन एक्स माने, यो डी ओरिजिन डी माने। अब बिसीको है, यो बिसीको चाहिँ मैले सी मानेको छु है। बिसीको चाहिँ
यो मैले सी मानेको छु, एक्स मानेको छु डिस्टेन्स, र हामीले बीई को मैले बी ओरिजिन मान्छु, यहाँबाट एक्स डिस्टेन्स आउँछु, र मैले एई को लागि ई ओरिजिन माने, एई को लागि यु ओरिजिन माने, एक्स भ्यालु माने। किन माने भन्दाखेरि यसमा ए पोइन्टमा त हाम्रो फिक्स सपोर्ट छ, यसमा रियाक्सन 3वटा हुन्छ, 3वटा रियाक्सन निकाल्न हामीलाई अप्ठ्यारो हुन्छ, त्यही भएर मैले ई पर्सन माने। यति गरेको लिमिट भनेको हाम्रो यो भनेको हाम्रो 3 मिटर हो, यो 2 मिटर हो, यो 2 मिटर हो है, यो भनेको हाम्रो 4 मिटर हो। लिमिट भनेको हाम्रो सिडी को लागि 3 मिटर, 0 देखि 3, सिडी को लागि 0 देखि 3। अब बीसी को लागि 0 देखि 4, बीसी को लागि 0 देखि, बीसी को लागि 0 देखि 4। अब हाम्रो बीई को लागि 0 देखि 2, 0 देखि, बीई को लागि 2 मिटर छ, 0 देखि 2। अब यो एई को लागि 0 देखि 2। अब लिमिट भनेको यो भयो। अब एमपी सिस्टम भनेको अब हामीले मोमेन्ट निकाल्छौँ है। मोमेन्ट निकाल्ने कसरी भन्दाखेरि हाम्रो एमपी सिस्टममा मोमेन्ट निकाल्छौँ। मोमेन्ट कसरी निकाल्छौँ भन्दाखेरि यो एमपी सिस्टम छ, एमपी सिस्टमलाई लिएर हामीले मोमेन्ट सिडी पर्सन हेर्दैछौँ। सिडी को हामीले ओरिजिन यसमा बसेर हेर्दाखेरि हाम्रो यसमा के हुन्छ होला, फोर्स कुनै पनि छैन, त्यही भएर हाम्रो 0 हुन्छ सिडी पर्सनमा है। त्यही भएर हाम्रो मोमेन्ट भनेको यो एमपी को 0 भएको। अब बीसी पर्सनमा रहेर हेर्छौँ है, बीसी पर्सनमा रहेर हेर्छौँ भने हाम्रो बीसी पर्सनमा हाम्रो यो पर्सनमा बसेर मोमेन्ट हेर्छौँ। यो पर्सनमा बसेर मोमेन्ट हेर्दा हामीले यो पर्सनमा मोमेन्ट हेर्दाखेरि यहाँबाट मोमेन्ट कसले दिन्छ होला भन्दाखेरि 40 किलोन्युटन पर मिटरले दिन्छ होला। 40 किलोन्युटन पर मिटरले दिँदाखेरि यो भनेको हामीले लेफ्ट साइडमा बसेर हेर्दैछौँ। लेफ्ट साइडमा यो भनेको एन्टी क्लकवाइज हुन्छ, त्यही भएर -40 इन्टु एक्स भनेको फोर्स भयो युडिएलको, इन्टु डिस्टेन्स भनेको x/2, यसको पनि आधी लाग्छ है। त्यही भएर हाम्रो माइनस यो भनेको हाम्रो 40 भयो, 40 किलोन्युटन हामीले लेफ्टमा हेर्दैछौँ। यसमा हामीले यताबाट फोर्स कुनैले दिँदैन। हाम्रो मोमेन्ट भनेकै फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हो है। अब हाम्रो यसमा कुनै लोड छैन, यसमा 40 ले दिन्छ, 40 लेफ्ट साइडमा दिन्छौँ भने हाम्रो यो एन्टी क्लकवाइज हुन्छ लेफ्ट साइड है। एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि हामी यदि यो सेन्टर भयो, यो राइट साइड भयो, यो राइट साइड, यो राइट साइड भयो, यो लेफ्ट साइड भयो भनेपछि हामीले यसरी घुमाइदिने, यसरी हामी लेफ्ट राइट साइडमा भएर हेर्छौँ भने यो चाहिँ हाम्रो पोजिटिभ हुन्छ, यो हाम्रो पोजिटिभ हुन्छ, मुनिको हाम्रो नेगेटिभ हुन्छ है। साइनहरू हेर्ने कुरामा यताबाट हामीले यो हामीले एन्टी क्लकवाइज लिँदा पनि लेफ्ट साइडमा बसेर हामीले एन्टी क्लकवाइज पनि लिँदाखेरि हामीले भ्यालु पोजिटिभ लिन्छौँ, तर क्लकवाइज हुँदा पनि हामीले लेफ्ट साइडमा बसेको छौँ भने माइनस चिन्ह लिन्छौँ। त्यही भएर हामीले चाहिँ -40 इन्टु एक्स इन्टु डिस्टेन्स भनेको x/2 भनेको -40 x²/2 -40 यसरी आएको। अब हामीले के बीई पर्सनमा हेर्छौँ है। बीई पर्सनमा भनेको अब हामीले यसमा के हेर्छौँ भन्दाखेरि बीई पर्सनमा हेर्दाखेरि हामी यो पोइन्टमा बसेर मोमेन्ट लिन्छौँ। यो पोइन्टमा बसेर मोमेन्ट हेर्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि अब यसमा दिने भनेको यसबाट लोड कुनै छैन, हाम्रो 40 ले नै दिन्छ है, हाम्रो 40 ले नै दिन्छ। यो पर्सनमा हेर्दाखेरि यो 40 ले दिन्छ, यो 40 ले के दिन्छ भन्दाखेरि एन्टी क्लकवाइज, हामी चाहिँ लेफ्ट साइडमा छौँ, एन्टी क्लकवाइज 40 दिन्छ। यसको डिस्टेन्स भनेको हाम्रो कति छ, 4 मिटर छ। 40 इन्टु 4 इन्टु डिस्टेन्स भनेको 4/2 गर्दाखेरि हाम्रो 40 इन्टु 4 को स्क्वायर डिभाइड 2 भनेको हाम्रो यसरी मोमेन्ट यो आएको है।
याम्पी सिस्टमको लागि हेर्दैछौँ। अब हामीले एई पर्सनको लागि मोमेन्ट हेर्छौँ भने एई पर्सनको लागि मोमेन्ट हेर्छौँ भने ए र ई पर्सनको लागि हामीले सेक्सन काटिसकेका छौँ। यो पर्सनमा बसेर हेर्छौँ हामीले होइन। यसमा भनेको हाम्रो लोड के लाग्छ भन्दाखेरि एउटा 40ले दिन्छ होला, एउटा 60ले दिन्छ होला, अरू त लोड छैन हाम्रो है। यो पर्सनमा बसेर हामीले यो पर्सनमा पनि 40 नै दिन्छ होला है। अब यो पर्सनमा पनि हामीले यो पर्सनमा बसेर हामीले के 40 हेर्छौँ। 40 माइनस 40 इन्टु डिस्टेन्स भनेको 4 इन्टु यो पर्सनमा बस्दाखेरि हाम्रो यो पर्सन यसरी दिन्छ होला नि एन्टी क्लकवाइज, त्यही भएर माइनस भएको 40 इन्टु डिस्टेन्स 4 इन्टु 4 डिभाइड बाई 2 गर्दाखेरि हाम्रो 4 इन्टु 4 को स्क्वायर डिभाइड बाई 2 भनेको हाम्रो मोमेन्ट यो आयो। यो लोडले दियो। अब हाम्रो 40 60ले पनि दिन्छ, माइनस 60ले पनि एन्टी क्लकवाइज नै दिएको छ, क्लकवाइज दिएको छ, तर हामी लेफ्ट साइडमा बस्दैछौँ भनेपछि माइनस 60 इन्टु एक्स हुन्छ है। हाम्रो माइनस 60 इन्टु एक्स यसरी आएको है। अब हाम्रो यामन सिस्टमको सिडी पर्सनमा हेर्छौँ भनेपछि हामीले यामनको सिडीमा हेर्छौँ भने सी र डी पर्सनमा हेर्छौँ भने यो पोइन्टमा मोमेन्ट भनेको 1 किलो न्युटनले परपेन्डिकुलर 0 हुन्छ, त्यही भएर हाम्रो सिडीको मोमेन्ट 0 भयो। अब हामीले बिसीको हेर्छौँ भने हामीले यो पोइन्टमा बसेर मोमेन्ट हेर्ने हो। 1 किलो न्युटनले दिन्छ, 1 किलो न्युटनले दिन्छ भने 1 इन्टु एक्स हामी लेफ्ट साइडमा छौँ भने एन्टी क्लकवाइज हुँदा प्लस पोजिटिभ मैले भनेको थिएँ हामी लेफ्ट साइडमा बसेर एन्टी क्लकवाइज घुम्दा पनि हाम्रो पोजिटिभ हुन्छ भनेको 1 इन्टु एक्स भनेको बिसी पर्सनको लागि 1 इन्टु एक्स भनेको 1 इन्टु एक्स भनेको 1 इन्टु एक्स भनेको एक्सै हुन्छ। अब हामीले बिई पर्सनको लागि हेर्छौँ भने यो बिई पर्सनको लागि हेर्छौँ भने हामीले यो पोइन्टमा गएर मोमेन्ट लिन्छौँ। यसमा चाहिँ हाम्रो 1 किलो न्युटनले दिन्छ होला। यो 1 किलो न्युटनले हाम्रो यो पर्सनमा यसरी घुमाउँछ, एन्टी क्लकवाइज हो, तर हाम्रो साइन भनेको पोजिटिभ हुन्छ। साइन पोजिटिभ हुँदाखेरि हाम्रो 1 इन्टु डिस्टेन्स भनेको हाम्रो कति छ यसको, योदेखि यो डिस्टेन्स भनेको हाम्रो 4 मिटर हो, इन्टु 4 भनेको हाम्रो बिसी चाहिँ हाम्रो 4 आएको। 1 इन्टु 4 इन्टु 1 इन्टु 4 भनेको फेरि हाम्रो एई पर्सनमा हेर्छौँ भने एई पर्सनमा चाहिँ हाम्रो ए र ई पर्सनमा हामीले ए र ई पर्सनमा योमा हेर्दा पनि हाम्रो 1 किलो न्युटनले नै दिन्छ। 1 किलो न्युटन इन्टु 4 डिस्टेन्स भनेको हाम्रो यो डिस्टेन्स हो। फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हुँदा हाम्रो यामन सिस्टम पनि भयो। अब याम2 सिस्टमको लागि हाम्रो सिडी पर्सनको लागि हेर्छौँ भने याम2 सिस्टमको लागि सिडी पर्सनको लागि हेर्छौँ भने यो कसरी आएको म भनिदिन्छु। अब हाम्रो पर्सन यो सिडीको लागि है, सिडी पर्सनको लागि चाहिँ हाम्रो कसरी आएको भन्दाखेरि यो हाम्रो यो पोइन्टमा बसेर हामीले मोमेन्ट लिन्छौँ। यो पर्सनमा बसेर लिँदाखेरि हाम्रो यसले यसरी घुमाउँछ, माइनस एन्टी क्लक राइट साइडमा गएर हाम्रो एन्टी क्लक घुमाउँछ भन्दा माइनस 1 इन्टु एक्स होइन 1 इन्टु एक्स मात्रै हुन्छ। फोर्स भनेको फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। अब हामीले राइट साइडमा घुमाउँदैछौँ भने यो चाहिँ हाम्रो पोजिटिभ हुन्छ है, त्यही भएर 1 इन्टु एक्स भयो। सिडी पर्सनको लागि यो भयो। अब हाम्रो बिसी पर्सनको लागि भनेको यो पर्सनमा बसेर हामीले लिँदाखेरि के हुन्छ, यो डिस्टेन्स भनेको 1 इन्टु 3 हुन्छ है। 1 इन्टु एक्स र बिसी पर्सनको लागि 1 इन्टु 3 भयो। अब हामी बिई पर्सनको लागि जान्छौँ भने
बिई पोर्सनको लागि बिई भनेको हामीले यो पोइन्टमा लिएर मोमेन्ट हेर्छौँ। अब यो 1 किलोन्युटनले 1 किलोन्युटन यसरी घुमाउँछ पोजिटिभ हुन्छ। प्लस हाम्रो चाहिँ यसमा डिस्टेन्स भनेको हाम्रो यो 3 मिटर हो। 3 माइनस एक्स गर्दा डिस्टेन्स आयो, यो डिस्टेन्स है। एक्स डिस्टेन्स छ। हामीले बिई पोर्सनको लागि हामीले सेक्सन काटिसकेका छौँ। यसले चाहिँ हाम्रो 1 किलोन्युटनले यसरी राइट साइड एन्टी क्लकवाइज घुमाउँछ। राइट साइडतिर लोड लिँदैछौँ भने हाम्रो पोजिटिभ हुन्छ। 1 इन्टु 1 किलोन्युटन लोड भयो। डिस्टेन्स भनेको यो 3 मिटर छ, माइनस एक्स गर्दा हाम्रो यो पोइन्टको डिस्टेन्स आयो भनेको 1 माइनस 3 माइनस एक्स भयो। अब हामीले एई पोर्सनको लागि लिन्छौँ भने हामीले यो एई भनेको 2 मिटर हो। एई भनेको 2 मिटर हो। यो पोर्सनदेखि हामीले यो एक्स डिस्टेन्स मान्यौँ। अब यो पोइन्टबाट हामीले 1 किलोन्युटन यसरी घुमायो। 1 यसरी घुमायो भन्दाखेरि यो भनेको टोटल हाम्रो 3 मिटर हो। यो भनेको हाम्रो 2 मिटर, 3 माइनस 2 गर्दा 1 भयो। यो हाम्रो भनेको यहाँबाट यहाँसम्म 1 मिटर हो। 1 मिटर 1 प्लस एक्स हुन्छ होला है। म यो सी पोर्सनको लागि देखाइदिन्छु। यो ए छ, बी छ, सी छ, यो डी छ भनेपछि हामीले यसमा चाहिँ हामीले यो ई पोर्सन यो हामीले एक्स मानेछौँ। ए पोइन्टको लागि लिँदाखेरि अब हाम्रो यो टोटल भनेको 3 मिटर हो हैन। यो भनेको 2 मिटर हो। अब यहाँबाट यो कति होला 1 मिटर हैन। अब हामीले यो ठाउँमा हामीले मोमेन्ट लिँदैछौँ भने एई पोर्सनको लागि है, एई पोर्सनको लागि कति हुन्छ भन्दाखेरि एई पोर्सनको लागि एई पोर्सनमा एक्स, एई पोर्सनको लागि यो पोर्सनमा लिँदाखेरि हाम्रो यो भनेको हाम्रो 1 किलोन्युटन छ। 1 किलोन्युटन डी पोर्सनमा लागेको छ जुन चाहिँ हाम्रो याम 2 सिस्टम हो है। 1 इन्टु मोमेन्ट भनेको 1 इन्टु यसले यसरी घुमाउँछ पोजिटिभ भयो। यो भनेको हाम्रो एक्स छ, डिस्टेन्स भनेको एक्स माइनस यो भनेको 2 मिटर हो, यो 3 मिटर हो, यो भनेको हाम्रो 1 मिटर बज्यो। एक्स माइनस 1 गर्दा हाम्रो यो डिस्टेन्स आयो है। त्यही नै हाम्रो यो मोमेन्ट हो। मैले चाहिँ यो पहिलो भिडियो भएर मैले अलिकति टाइम लगाएको। अब हामीलाई थाहा छ नाउ डेल 1 निकाल्ने फर्मुला भनेको समेसन अफ याम 1 इन्टु याम 1 हो। मैले भनेको थिएँ डेल 1 फर्मुला घोक्ने होइन है, फर्मुला घोक्ने होइन। डेल 1 निकाल्ने फर्मुला भनेको डेल छोडिदिने। 1 छ भनेको हाम्रो मोमेन्ट आउँछ, मोमेन्ट 1 आउँछ, मोमेन्ट 1 आउँछ है। हाम्रो डिएक्स डिभाइड बाई इआई त हाम्रो सधैँ हुन्छ, जुनैमा पनि हुन्छ। त्यही भएर डेल 1 निकाल्ने फर्मुला यो हो है। डेल 1 याम 1 भनेको यो, यसलाई हामीले याम 1 को स्क्वायर डिभाइड बाई इआई इन्टु डिएक्स है। हाम्रो फोर्स मेथडको टाइप्स 1 को थ्योरी हामीले डिस्कस गर्दै डेल 1 टू डेल 2 टू फोर्स डिफ्लेक्सन ड्यु टु लोडले गर्दा हैन हाम्रो कम्प्याटिबिलिटी इक्वेसनहरू हामीले छलफल पनि गरेका थियौँ। यो पनि हेर्नु होला। अब डेल 1 भनेको याम 1 को स्क्वायर भनेको याम 1 भनेको अहिले यो छ, याम 1 भनेको है समेसन अफ सिडी प्लस बिसी प्लस बी प्लस एई गर्ने है। यो गर्दाखेरि हामीले सिडीको पर्सनको लागि लिँदैछौँ भने सिडी पर्सनको लागि लिँदैछौँ भने हाम्रो अब सिडी भनेको याम 1 को स्क्वायर भनेको 0 को स्क्वायर छ। हाम्रो लिमिट भनेको 0 देखि 3 छ, 0 देखि 3 प्लस बिसी को लागि 0 देखि 4 हाम्रो लिमिट छ। हाम्रो याम 1 भनेको एक्स को स्क्वायर, यो एक्स को स्क्वायर हो डिभाइड बाई इआई डिएक्स प्लस 0 देखि 2 भयो। हाम्रो लिमिट भनेको 0 देखि 2 छ बिई को। हाम्रो याम 1 भनेको
1 into 4 छ, 4 को स्क्वायर भयो, dx/ei सधैँमा हुन्छ, सबैमा हुन्छ। 0 देखि 2 भनेको ए को, अब हाम्रो यामन भनेको 4 छ, 4 को स्क्वायर dx/ei। यो टोटल क्याल्कुलेसन गर्दाखेरि हाम्रो कति आउँछ, del11 भनेको 256.56 डिभाइड बाई 3i। अब यो चाहिँ क्याल्कुलेसन गर्न सक्नुहुन्छ कि हुँदैन, अब हाम्रो यसमा यो दिएको हुन्छ, यो यसरी क्याल्कुलेसन गर्नु भने आउँछ। एउटा क्याल्कुलेसन गरेर देखाइदिन्छु म। हाम्रो 0 को स्क्वायर छ, 0 देखि हाम्रो कति छ, लिमिट भनेको 3 छ, प्लस अर्को भनेको हाम्रो एक्स स्क्वायर हो, यो हाम्रो अल्फा एक्स को स्क्वायर, अल्फा एक्स को स्क्वायर। अब हाम्रो लिमिट भनेको 0 देखि 4 छ, प्लस अर्को पर्सन भनेको हाम्रो 0 देखि 2 भनेको लिमिट भयो, हाम्रो हो स्क्वायर हो, यो हाम्रो हो स्क्वायर। लिमिट भनेको 0 देखि 2 छ, 0 देखि 2 प्लस यो भनेको हाम्रो 4 को स्क्वायर नै छ, 4 को स्क्वायर dx। लिमिट भनेको 0 देखि 2, 0 देखि 2 गर्दाखेरि यो क्याल्कुलेसन गर्दाखेरि हाम्रो के आउँछ भन्दाखेरि 256/3, 256/3 भनेको del11 हो। अब हामीले del12 भनेको हामीले del12 पनि निकाल्छौँ। del12 है, यो भनेको समेसन अफ याम1 याम2 dx/ei है। हाम्रो del12 चाहिँ कसरी निकाल्ने, del12 है, मैले भन्दै गरेको छु, 1 del छोडिदिने, याम मोमेन्टसितै हुन्छ, याम1 बार, याम2 2 छ र 2 बार। अब dx/ei चाहिँ हाम्रो फर्मुला नै हो यो, भनेपछि यो हामीले गऱ्यौँ। अब यसमा चाहिँ हामीले याम1 याम2मा चाहिँ याम1 इन्टु 0 गर्छौँ, याम1 इन्टु 0 गर्छौँ, याम1 भनेको यो छ, याम2 भनेको यो राख्छौँ। अब 0 देखि 4 छ, अब हाम्रो याम1 भनेको x छ, x इन्टु 3 भनेको 3x हुन्छ, 3x dx है। हाम्रो अब BC% को लागि हेर्छौँ भने याम1 यो भनेको याम1 इन्टु याम2 हो, याम1 इन्टु याम2 हो, है। याम1 इन्टु याम2 भने हाम्रो 4 इन्टु 3 माइनस एक्स, याम1 भनेको 4 इन्टु 3 माइनस एक्स है। र हाम्रो यो पर्सनको लागि 0 देखि 2 छ, 4 इन्टु 1 माइनस एक्स हो है, यो 1 माइनस एक्स हो, सरी एक्स माइनस 1 हो। एक्स माइनस 1 गर्दाखेरि 40/ei आउँछ। अब del22 पनि यसरी नै निकाल्छौँ। अब del22 छ भनेको समेसन अफ del22 भनेको मोमेन्ट 2 को स्क्वायर, सरी याम2 इन्टु याम2 भनेको याम2 को स्क्वायर हो, भनेको हाम्रो। अब याम2 भनेको अब के हुन्छ भन्दाखेरि एक्स को स्क्वायर राख्छौँ, याम2 भनेको एक्स को स्क्वायर। अब लिमिट भनेको 0 देखि 3 छ। अब यसको यो भनेको हाम्रो BC% को लागि, BC% को लागि याम2 भनेको 3 छ, याम2 भनेको 3 को स्क्वायर है, याम2 को स्क्वायर हो नि त, 3 स्क्वायर। अब हाम्रो फेरि अर्को भनेको 0 देखि 2 लिमिट भनेको हाम्रो BE% को लागि हो, BE% को लागि भनेको 3 माइनस एक्स को स्क्वायर हुन्छ होला, 3 माइनस एक्स को स्क्वायर प्लस 0 देखि 2 अब एक्स माइनस 1 को होल स्क्वायर है, एक्स माइनस 1 को होल स्क्वायर भनेको याम1 स्क्वायर हो नि त, याम2 स्क्वायर हो, डिभाइड बाई ei गर्दाखेरि del22 पनि 200 डिभाइड बाई 3ei आउँछ। अब हामीले यसै गरी del1 पनि निकाल्छौँ। यसमा चाहिँ del1 पनि निकाल्छौँ। del1 पनि निकाल्ने फर्मुला समेसन अफ याम1 यामपी हो है। del1p भनेको डेललाई छोडिदिने, याम1 बार इन्टु यामपी। अब dx/ei त कन्स्ट्यान्ट नै भनेको छु मैले, यसको इन्टिग्रेसन गर्छौँ है। याम1 इन्टु यामपी, याम1 इन्टु यामपी, याम1 र यामपी हेर्ने। अब हामीले याम1 र यामपी एउटा पर्सनको लागि हेर्छौँ। याम1 इन्टु यामपी भनेको
यो इन्टु यो गरिदिने, यो इन्टु यो गर्ने, यो इन्टु यो गर्ने, यो इन्टु यो गर्ने। लिमिट भनेको 0 देखि 2 छ, 0 देखि 2 छ, 0 देखि 4 छ, 0 देखि 3 है। यो भनेको हामीले 0 इन्टु dx 0 देखि 4 लिमिट भयो, -4x² भनेको m1 इन्टु mp गरेको इन्टु p भनेको x छ भनेको हामीले एबमले गरेको। अब लास्टमा हाम्रो भ्यालु भनेको यति आउँछ। अब हाम्रो डेल 2p भनेको समेसन अफ डेल 2p है। हेर्नु त डेल 1p थियो, अब 2p हुन्छ। 2p भनेको इन्टिग्रेसन अफ डेललाई छोडिदिने, 2 भनेको m2 हो अनि mp हो, dx/ei त ei सधैँ हुन्छ भनेको यो हो। m2 भनेको m2 इन्टु mp dx/ei है। यसमा हाम्रो के छ भन्दाखेरि अब m2 इन्टु x गर्नु पर्यो, m2 इन्टु x गर्नु पर्यो, m2 इन्टु x गर्नु पर्यो। यसको लिमिट भनेको bc पर समेसन अफ cd bc be र de ae गर्छौँ। यो भनेको हाम्रो यो इन्टु यो हो अनि यो इन्टु यो हो, यो इन्टु यो हो। त्यसरी हामीले डेल 2p पनि निकाल्यो। डेल 2p निकाल्दा हाम्रो के भयो 2520 डिभाइड बाई ei भयो। अब नाउ कम्प्याटिबिलिटी इक्वेसन भनेको हाम्रो के छ भन्दाखेरि डेल 11x प्लस डेल 12x प्लस हाम्रो 3x हुँदैन, किनभने हाम्रो दुईवटा कम्प्याटिबिलिटी रिडन्डेन्ट फोर्स थियो, त्यही भएर डेल 1p हो, डेल 1 हो। अर्को फेरि डेल 21x प्लस डेल 22x प्लस डेल 2p = डेल 2 हो। अब डेल 11x भनेको 256/3i, डेल 11 भनेको 256/3i। हामीले 256/3i यहाँबाट निकालेको छौँ। डेल 11 भनेको 256/3ei निकालेको थियौँ। अब डेल 12 भनेको हामीले 40/ei निकालेका थियौँ इन्टु x2 माइनस हामीले डेल 1p भनेको अहिले भर्खर निकालेका थियौँ माथि -6880 -6880 डिभाइड बाई ei = 0। यो ei कमन आयो, उता जाँदा 0 भयो, सकियो। अब 256 डिभाइड बाई 3 गर्दाखेरि 85.33 इन्टु x1 को x1 प्लस 40 इन्टु x2 ei भनेको यता गयो 0 भयो, माइनस यो यता आउँदा प्लस भयो। यो भनेको हाम्रो इक्वेसन y1 भयो। अब हाम्रो अर्को भनेको इक्वेसन 2 भनेको हाम्रो यो भनेको डेल 21x प्लस डेल 22x2 प्लस डेल 2p = डेल 2 हो। यो भनेको डेल 21 भनेको हाम्रो 40/ei निकालेका छौँ अगाडि हामीले। डेल 21 भनेको डेल 12 र डेल 21 एउटै हो है, 40/ei निकालेका छौँ। डेल 22 भनेको 200 डिभाइड बाई 3ei निकालेका छौँ, 200 डिभाइड बाई 3ei निकाल्यौँ। अनि माइनस डेल 2p भनेको -2520 अहिले भर्खर निकालेका थियौँ, -2520 डेल 2p भनेको है। यो हाम्रो ei भनेको हाम्रो उता गयो 0 सँग मल्टिप्लाई गर्यो, कन्स्ट्यान्ट 0 सँग 0 भयो, 40 इन्टु x1 प्लस यो भनेको 200 डिभाइड बाई 3 गर्दाखेरि 66.66 आयो। x2 = 2520 भयो। अब यसको हामीले कसरी सल्भ गर्छौँ भन्दाखेरि अब इक्वेसन आई यो भयो। हाम्रो इक्वेसन आई भनेको हाम्रो के छ 85.33। हाम्रो इक्वेसन आई भनेको 85.33 प्लस 40 x2 = 6880। हाम्रो इक्वेसन यो आई छ। हाम्रो इक्वेसन आई भनेको यो छ। इक्वेसन आई भनेको मैले क्याल्कुलेसन गर्नलाई यता लेखेँ। यो भनेको इक्वेसन आई भयो। अब हाम्रो यसमा भनेको इक्वेसनमा जाने
भेक्टर स्ट्याटिस्टिक्स डिस्ट्रिब्युसन छ, टेबल छ, इक्वेसन फङ्सन छ, यसलाई इक्वल टु हान्ने। अब यसमा यी सिमुल इक्वेसन र पोलिमिनियल इक्वेसन भन्छ, हामीले सिमुनियलमा जान्छौँ। अब 2 देखि 4 हान्छ। अब हाम्रो के छ भन्दाखेरि एउटा भनेको हाम्रो यो इक्वेसन आई भनेको हाम्रो 85.33 छ, 85.33 छ। हाम्रो x2 भनेको 40 छ र अर्को हाम्रो 68 80 छ। र अब हाम्रो यो भनेको 40 × x1 40 छ, यो भनेको 66.6 छ र हाम्रो 25 छ। 20 हान्दाखेरि इक्वल हान्दाखेरि x को भ्यालु हाम्रो 87.52 आयो, 87.52 र x2 को भ्यालु -14.71। यो चाहिँ जुन चाहिँ हाम्रो रिक्वायर्ड इक्वेसन हो, जुन चाहिँ हामीले अगाडि यो x1 माने थियौँ। x1 भनेको हाम्रो x1 भनेको हाम्रो कति रहेछ भन्दाखेरि यो भनेको हाम्रो 87.52 रहेछ, 87.52 रहेछ। र यो x2 भनेको हाम्रो x2 भनेको यो माइनसमा किन आयो भन्दाखेरि यो माइनस मैले यता मानेको थिएँ, तर हाम्रो खासमा वास्तवमा x2 यस्तो रहेछ। x2 भनेको 14.71 वास्तवमा हाम्रो यो रहेछ x2 र x1 को भ्यालु है। हामीले यति नै निकाल्ने हो। अब यो हाम्रो फोर्स मेथडको टाइप्स 1 को जुन चाहिँ 2017 मा, यो चाहिँ हाम्रो 10 मार्क्समा सोध्छ। यो फ्रेमबाट अथवा ट्रसबाट सोध्ने गर्दछ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, हेर्नु होला। थ्याङ्क यू फर वाचिङ भिडियो एन्ड सब्सक्राइब माई युट्युब च्यानल।